सिमतालबाट तिर्सुली नदीमा खसेका दुईवटा बस मध्ये एउटा बस बालुवामा पुरेको अवस्थामा फेला परेको छ। नारायणखट मुगलिन सड़कको सिमतालमा लेदो सहितको पहिरोले दोहोरो बस तिर्सुली नदीमा खस्दा बेपत्ता भएका दुई मध्ये एउटा बस बालुवामा पुरेको अवस्थामा फेला परेको छ भने अर्को बस र अझै धेरै यात्रुहरूको खोजी जारी रहेको छ। गत 28 असार 2081 बिहान पहिरोले बगाएर काठमाडौँबाट रौतहट गौर जाँदै गरेको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल बस सँगै दुईवटा बस तिर्सुली नदीमा खसेको थियो। ती बसमा चालक सहित 65 जना सवार थिए। 3 जना यात्रु सकुशल बाहिर निस्के पनि बाँकी यात्रुहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन। चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार फेला परेको बस बालुवामा पुरेको अवस्थामा भेटिएको हो र उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको छ। पानीको बहाव र कठिन नदी परिस्थितिका कारण उद्धारमा चुनौतीहरूको सामना भइरहेको जनाइएको छ। प्रहरीका अनुसार गणपति डिलक्स बसका चालक र सहचालकको शव समेत फेला परेको छ र 9 यात्रुको शवको पहिचान भइसकेको छ भने अझै 45 यात्रुको अवस्था अज्ञात रहेको छ।